नमस्ते छ अनि स्वागत छ मेरो अर्को भिडियोमा। अनि आशा गर्दछु सबैजना आरामै हुनुहुन्छ भनेर। अनि अहिले चाहिँ हामीहरू यहाँ मन्दिर आइपुग्यौँ, माई पर्वत मन्दिर, जो कि अब पर्वत भन्ने बित्तिकै तपाईँलाई थाहै भयो होला कतिको उचामा छन् मन्दिर भनेर है। अनि हामी सबैजना भर्खर आइपुग्यौँ, तर अहिले चाहिँ बहुत नै सुविधा रहेछ। अगाडि चाहिँ हामी त्यहाँ मुनिबाट आउनु पर्थ्यो है, त्यसरी हिँडेर। अनि तपाईँहरूलाई यहाँ के देखाउँदैछु भन्दाखेरि यहाँ नि मुनि पनि 2-3वटा मन्दिर रहेछ है। अनि त्यही देखाउँदैछु तपाईँहरूलाई। अनि यहाँ हाम्रो ब्युटिफुल छेमा तपाईँलाई देखाउनु कति साल पछाडि यत्रो हामी हिँडेर आन्थ्यौँ मुनिबुडी। त्यही त भनिदिनु त छेमा यहाँको कहानी हामी कसरी आउँथे। मैले भनेको त निङ्गाले आमा हजुर त डन्डा टेकेर आएको अरे। अनि त्यस्तो मुनिबुडी डन्डा टेकेर आएको नि उहाँलाई हामीले यस्तरी आन्थ्यौँ। अहिलेको मान्छेहरू सुविस्ता भएको नि। अहिले त बहुत नै आराम नि भयो, बाटो पनि बनाइदिएको। अनि अहिले चाहिँ हामी सबैजना यहाँ मुनि जाँदैछौँ हातखुट्टाहरू धुनु, जो तपाईँहरूलाई मैले अघि देखाएको थिएँ मन्दिर यहाँ छन् 2-3वटा भनेर। अनि पहिला चाहिँ यहाँ शिवजीको मन्दिर देख्यौँ, अनि त्यही पूजा गर्दैछौँ। उयसमा गाग्रीमा अनि यहाँ नानीको चाहिँ जुत्ता के भयो भने पुरा भित्र चाहिँ अहिले पानी भित्र कहाँबाट लिक भएको होला, पानीले गरेर चाहिँ। अनि नानी चाहिँ हिँडेकिने गर्छु भनेर त्यही भएर जुत्ता नै लगाइदिनु भएछ पापा चाहिँले। अनि यहाँ चाहिँ गणेश मन्दिर अर्को मन्दिरमा फेरि आइपुग्यौँ। अनि त्यस पछाडि चाहिँ मुनि चाहिँ गणेश मन्दिरको छेउमै चाहिँ अनि यहाँ हाम्रो दुर्गा मन्दिर रहेछ है। दुर्गा मन्दिरको चाहिँ तपाईँहरूलाई अब यहाँ मैले हिजो पनि हालेको थिएँ यहाँको भिडियो है। अनि यति शान्ति लाग्यो कि यहाँ अटोमेटिकली हाम्रो मतलब मनदेखि नै एकदम कीर्तन निक्लेको है। एकदमै शान्ति लाग्यो, एकदम कति साल पछाडि आएर अनि एकदम कस्तो शान्ति फिल भयो कि। अनि त्यही भएर चाहिँ हामी सबैजना कीर्तन गाउँदैछौँ। अनि त्यस पछाडि चाहिँ हामीहरू यहाँ पूजा गर्नु लाग्यौँ है। अनि मैले चाहिँ चुन्नीहरू चढाएँ, अनि यहाँ प्रसादहरू चढाउँदैछौँ हामीहरू, मेरो छोरी भएर सबैजना भएर अब। अनि मेरो भाइ चाहिँ उहाँको फोटो लिँदैछ भिडियोहरू, अनि मेरो चमाले पनि चढाउनु भयो। अनि त्यस पछाडि चाहिँ हामी यहाँबाट निक्ल्यौँ। अनि यहाँ चाहिँ अब पहिला यहाँ मेन मन्दिरमा आइपुग्यौँ। अनि त्यहाँ भर्खर देखाएको चाहिँ त्यहाँ चाहिँ अब यहाँ बिहा पनि हुने रहेछ है। अनि त्यही भएर चाहिँ त्यहाँ अहिले चाहिँ हामी यहाँ मन्दिरमा आइपुगे पछाडि चाहिँ हामीहरू चाहिँ आफ्नो टर्न पर्खेर बसिरहेको थियौँ। अनि हाम्रो टर्न पनि आयो, हामी चाहिँ अगाडि बाहिर उभिरहेको थियौँ किनकि अगाडि पनि भर्ती मान्छेहरू। अनि त्यही भएर चाहिँ टर्न आयो, उहाँको खत्तम भयो। अनि पण्डितजीले हामीलाई यहाँ बस्नु सबैजना बस्दैछौँ। अनि उहाँहरू चाहिँ अब त्यहाँबाट निक्लिनु हुनेछ। अनि यहाँ त्यस पछाडि चाहिँ हाम्रो अब टर्न आइपुग्यो। आफ्नो गोत्र नाम लिएर उच्चारण गर्ने मम भन्ने मम मेरो साथमा भन्ने मम समस्त संसार भवानी प्रसन्नम पूजनम अहम वयः। यहाँ छोडिदिनु महाकाली बच्चा धेरै खाने सबै बाँड्दै यहाँ उता आन्छ बाँड्दै पूजा बाहिर बसेर खाने अनि त्यस पछाडि चाहिँ पहिला हामीले चाहिँ यहाँ धागोहरू अब के छ है सबैसँग, अनि त्यो बान्नलाई सबैजना अनि त्यहाँ बाने पछाडि चाहिँ अनि प्रसाद खानु पनि बस्नु कति राम्रो ठाउँ रहेछ।